फाइनली एभरेस्ट कलर लिमिटेडको आइपिओको बाँडफाँड सम्पन्न भएको छ र मागभन्दा बढी आवेदन परेकोले लकी ड्रबाट बाँडफाँड गरिएको छ र बाँडफाँड गर्दाखेरि ६५,५७० जनालाई 10 किताका दरले आइपिओ परेको छ। सो तपाईहरुलाई चाहिँ आइपिओ पर्यो कि परेन त्यो चेक गर्नका लागि आफ्नो मोबाइलको गुगल अथवा क्रोम ब्राउजर जुन युज गर्नुहुन्छ त्यसमा जानुहोस्। पछि सर्चमा तपाईहरुले ipo-result.cdsc.com.np लेखेर सर्च गर्नुहोस्। सर्च गरिसकेपछि हामीलाई रिजल्ट देखिने वेबसाइट खुल्नेछ। यहाँनिर चाहिँ हाम्रो रिजल्ट खुल्ने वेबसाइट देखिनेछ। अब भर्खरै बाँडफाँड सम्पन्न भएकोले अबको 1 घण्टा अथवा 1.5 घण्टामा चाहिँ यहाँ हामीले चाहिँ रिजल्ट हेर्न सक्छौं। अहिले हाम्रो यता रिजल्ट अपडेट भइसकेको छैन, हाम्रो पुरानो नै देखाइरहेको छ। अहिले रिजल्ट अपडेट भइसकेपछि चाहिँ यहाँनिर हाम्रो एभरेस्ट कलर लिमिटेड भनेर टपमै देखाउने छ। हामीले त्यसपछि चाहिँ यहाँ तल 16 डिजिटको हाम्रो डिम्याट नम्बर लेख्ने अनि यता चाहिँ क्याप्चा इन्टर क्याप्चा भनेको छ। यहाँ चाहिँ जति नम्बर छ त्यति नम्बर नै हामीले यहाँ लेख्नु पर्ने हुन्छ। अनि त्यसपछि भ्यू रिजल्टमा क्लिक गर्ने। त्यसपछि चाहिँ तपाईहरुलाई आइपिओ पर्यो कि परेन भनेर चाहिँ त्यो देखाउने छ। यदि तपाईहरुलाई आइपिओ पर्यो भने यहाँनिर हरियो कलरमा कङ्ग्रेचुलेसन यु आर अलटेड भनेर लेखेको आउनेछ। यदि परेन भने सरी यु आर नट अलटेड भनेर रातो कलरमा लेखेको आउनेछ। आइपिओ चेक गरिसकेपछि तपाईहरुलाई आइपिओ पर्यो कि परेन त त्यो चाहिँ कमेन्टमा पक्कै पनि बताउनु होला। र यस्तै आइपिओ सम्बन्धी नयाँ भिडियोहरु अपडेटहरु हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला र भिडियोलाई लाइक गर्नु होला। थ्यांक यू।